नमस्कार, हेर्नुहोस् हाम्रो यहाँ यस्तो उहरू मृगहरू छ यस्तो हैन, लामो लामो सिङ भएको। हामीले यस्तो हाम्रो खोइ यस्तो कहिले पनि देख्दिनँ। मैले चाहिँ अब यहाँ आएर यस्तो हेरेको छु। हेर्नुहोस्, अब हेर्नुहोस् यहाँ यस्तो भएको छ। संसारहरू देखो कस्तो उहरू भइरहेको छ हो। हाम्रो भरतपुर चिन्तनमा नि यस्तै छ होला हो। नेपालको भरतपुर चिन्तनमा नि यस्तै हुनुहुन्छ। हेर्नुहोस् त हो, देखो 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 लडाइँ गरेर हुर्रा हो। ए सिङ त ठक्कै कोही सिङहरू भाँच्यो हो। सिङ पनि भाँचिँदो रहेछ नि यसरी हानेर। उयो एउटाको सिङ भाँचेर हेलो, हामी चाहिँ यतिखेर यहाँ यो के अरे रमन रेतीमा छौँ। यतिखेर चाहिँ हामी यहाँ नेपालीहरू पनि दाजुभाइहरू पनि हामी हुनुहुन्छ। हामी अब यहाँ रमन रेतीमा हामी यहाँ धेरै नेपाली दाजुभाइहरूसँग नि गएका छौँ। जस्तै हामी चाहिँ यो गरेका छौँ। यहाँ अब नमस्ते, हामी चाहिँ रमन रेती घुमिरहेको छौँ। शामको 7 बजी। यो यहाँ र नमस्कार, हामीसँग यो सारा एकै जग्गा 8 जोडी हामीसँग आज नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि हुनुहुन्छ होइन। हजुर दिदीज्यू, तपाईँ कहाँबाट कुन ठाउँदेखि आउनुभएको? दार्जिलिङ कुन ठाउँबाट? गोरुबथान ब्लक। यहाँ घुम्न आउनुभएको कति दिन भयो? आज आएको 4 बजी आउनुभएको थियो। अनि अरू चाहिँ सिधै मथुरा आइपुगेछौँ। हजुर, मथुरा घुमेर अहिले गकुलमा घुम्दैछौँ। ए अब कुन ठाउँ घुम्न बाँकी छ? गकुलको रमन रेती अब हेरौँ कहाँ कहाँ भएन। आज फर्स्ट टाइम आएको, त्यति थाहा छैन गकुलको बारेमा चाहिँ।